आइज मेरो कुरा सुन न तेरो दुईटा युनिभर्स आयो भने चाहिँ म गरिदिन्छु मेरो कुरा सुन पहिला पनिशमेन्ट डिसाइड गर किन गेम लगाउँछस् म्याकुरी ए खेल्दैन छैन जा हट चल त अबदेखि रिक्वेस्ट पठा न अबदेखि आइस भने तँलाई म गोस्ट सुन न सुन सुन म गएँ ल जा 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 म खेल्दिन दिनैमा खेल्दिन तसँग सुन न के पनिशमेन्ट डिसाइड गर त्यसपछि हुन्छ नि यार पनिशमेन्ट तैले गर्दै गर्दैनस् त नबोल रोस्ट गेम खेल्ने बेला त किन बोली गर्छस् न देख पनिशमेन्टमा भन्छु ल तेरो यदि 5000 स्कोर आयो भने मतलब तेरो 5000 स्कोर आयो भने म चप्पलमा थुकेर गालामा हान्न सक्छु दोस्रो पनिशमेन्ट टाउको तल खुट्टा माथि जबसम्म स्पिड च्यालेन्ज आउँदैन तबसम्म गर्न सक्छु तेस्रो पनिशमेन्ट भनेको म रुखको मुनिमा रुखको टपमा गएर साला त्यहाँ कराउँछु मलाई बचाऊ भूत भूत मलाई बचाऊ यस्तो भन्छु म मेरो पनिशमेन्ट सुन म नाच्न सक्छु त्यति हो दोस्रो नाच्न सक्छु त्यति हो फर्स्ट पनिशमेन्ट दोस्रो भन्न यार दोस्रो पनिशमेन्ट छैन दोस्रो पनिशमेन्ट पनि नाच्न सक्छु फर्स्ट पनिशमेन्ट म नेपाली गीतमा नाच्न सक्छु सेकेन्ड पनिशमेन्ट हिन्दी गीतमा नाच्न सक्छु थर्ड पनिशमेन्ट म इंग्लिश गीतमा नाच्न सक्छु भोजपुरी गानामा डान्स ल आइज म हारे पनि म नाच्छु अनि सुन दोस्रो पनिशमेन्ट जुन चेयरमा बसेछ त्यो चेयर टाउकोमा उठाउने अनि उठबस गर्ने तेस्रो पनिशमेन्ट सुन जुन गाना भन्छु त्यो गानामा डान्स गर्ने त्यो गर्न सक्छ त्यो आइज खेल त्यो कुन डान्स हो रे कति गेम खेल्नेस भन त कति गेम खेल्छस् ता भन्न आफ्नो औकात आफ्नो कति गेम खेल्न सक्छस् यो मर्दसँग मर्द होस् त कुनै एंगलले मर्द देखिन्छस् मुर्दार जगल हात्ती जग गैदा हिजो ठोकेर गएको नि 19 को विन झारेर 19 को विन दिनदिनै ठोक्छस् भन्ने के ग्यारेन्टी छ तेरो मात्रै आउँछ यार तेरो मात्रै आउँछ गिफ्ट हाम्रो चाहिँ आउँदैन मैं थूकता हूँ तेरे फेस पर आजा यसले थुक्छ रे ठिक हाँ रोशन तू भी सही बोला यार ये बच्ची है यार छोड़ो ना बच्ची है इसको छोड़ो ना जल गए हाथी बाजे दो साला मेरे को जलगैयाना बोलती है यार यार मैं किस एंगल से यार इतना हैंडसम लड़का हूँ यार मेरे को जलगैयाना बोलती है मेरी गर्लफ्रेंड भी मेरे को चेहरा देखा है तू जलगैया जल हाथी मेरे को मेरी तू इंसानी नहीं है तू जलगैया तू हाथी है यार एंडी दाई नमस्ते कुन एंगल हैंडसम लगता है बे यार यस्तो छ के ता यस्तो भन्छ मेरो गर्लफ्रेन्ड पनि मलाई छोडेर जान्छ यार गलेको गइदा नितेश वेलकम तू अब पावर लगा चल पावर लगा मैं कोई बोल सक्सेस गरिमा चौधरी को लागि ए सुन त जल गइदा म मान्छे गरिमा चौधरी को लागि भिडियो किन नबनाएको रे के गरिमा चौधरी को लागि भिडियो किन नबनाएको त बना न मैले बनाएको 3-4 भिडियो बनाउँछु नि त बना न मैले बनाउनै पर्छ र त बनाए भयो म्याकुरी पागल हो पागल साइको हो म भीख मागेर मात्रै हुन्छ साला तसँग मागेछु मैले साला अन्यायको खिलाफमा आवाज उठाउनु पर्दैन तलाई जान त उठाउन जा रोडमा उत्रे त म उतरेको भिडियो गरेर हेर न दिल जले भिडियो बनाएर मात्र हुन्छ जा उत्रे समाज न जा म भिडियो बनाएर पनि जनतालाई जागरुक बनाएको छु नि इमोशनल ब्ल्याकमेल नगर भ्युअर्सलाई इमोशनल ब्ल्याकमेल नगर तेरो आँखा सागा निकालेर बुच्चा खेदिन्छु म्याकुरी साला यदि म कसम मेरो मुड खराब गर्यो हिजो गिफ्टको लागि इमोशनल ब्ल्याकमेल नगर गिफ्टको लागि हैन के अरु त्यो के भन्छ भिक्टिमको नाम नले बुझिस ला तेरो र मेरो कुरा गर तेरो कुरा गर अरुको नाम नले हेर अहिले त्यसको बारेमा बोल्यो भने मैले गिफ्ट पाउँछु भनेर तले सिम्पेथी गरिमा चौधरी जस्तो केटीलाई अब यस्तो नहोस् भनेर मैले भिडियो बनाएको हो सबैजना अहिले केटीहरुलाई हामी केटीहरुलाई अनसेफ छ सबैजना अनसेफ छ त्यो म मान्छु हैन मेरो भन्नुको अर्थ यो एउटा भिडियो त बनाउनु पर्थ्यो नि यार
ल ल केही छैन गेममा फोकस गर गेममा कसैको नाम लिएर त सिम्पेथी गेन नगर है एक्सप्लोर नेपाल एउटा कुरा भनौँ सबैजना डबल ट्याप गर्नु ल 5000 मा होइन कि यसले होइन लाइक हो रिपोर्ट्सहरू गर्छु होइन जस यस्तो लाइक हुन्छ नि त कस्तो गाह्रो भइरहेछ यार माकुरी अब म जे पाइदियो भन्छु अहिले यसलाई गिफ्टको लागि माकुरी बच्चाहरूको नाम बिचरा त्यस्तो उसो दिन्छ यार के युज गर्ने के साह्रो हो जे म त साँच्चै भने छक्क पर्छु क्या यस्तैले गर्दा हो हाम्रो नेपालको चेलीहरूको उ भएको यार प्यारीहरू कस्छ मलाई दिमागै टट्टायो अनि गएर त्यहाँ हामीलाई भन्नुपर्छ के गर्नुपर्छ के गर्नुपर्छ त्यही त भने के त्यसले भन्नुपर्छ डिप्रेसन 5 विन कुछ नहीं जाएगा तू 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 उठा के देख तेरे यार मेरे को कॉन्फिडेंट होना चाहिए लेकिन ओवर कॉन्फिडेंट थू तू थू 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 साला ये टैटू लगाकर अपने आप को समझती क्या है रे मेरे टैटू में न जा नहीं तू टैटू लगाकर अपने आप को समझती क्या ये भी बताना मेरे को क्या तू अपने आप को रानी समझती रोमन सुन रोमन रेंज की तू बीवी है बोल क्या करेगा गर्लफ्रेंड तो हूं ना अभी रोमन रेंज की तू बीवी है रोमन रेंज की बीवी रोनाल्डो वो सब मेरा फैन है वो सब मेरा पीछा पड़ा है मेसी ओनली मेसी हाँ वो मेसी हाईलैंड सब लोग मेरा पीछे पड़ा है फिर मैं बाले में आई एम बिग फैन ऑफ मेसी ओके मेसी ओनली मेसी ओके बेबी बिग फैन तेरा शक्ल देखा है मेसी इज बिग फैन भी लाइक भाई उससे तुम कुछ भी लिखो रोनाल्डो मतलब रिस्पेक्ट है सभी प्लेयरों को रिस्पेक्ट करता हूँ बट कोई होता है ना मतलब जैसे कि मतलब फैन मतलब फुटबॉल में तो मैं भाई ऐसे लोग को इन्फ्लुएंसर बोलते हैं मैं मेसी को सपोर्ट ऐसे लोग हमने बोट मैले धेरै कुराहरु देखेछु बुझिस कस्तो हुन्छ भनेर कति कस्तो हुन्छ भनेर तै जस्तोहरु हो के बुझिस नहीं कोई मतलब सबका अपना अपना पसंद होता है ना तो मैं तो मतलब मेसी को सपोर्ट करता हूँ क्यों यसकोलाई भन्छ के इन्फ्लुएन्सरहरु सिकर कन्टेन्ट सिकर गाइस एवरीवन लेट्स गो डबल टैप ए साला तू पागल है साला छक्को कन्टेन्ट सिकर है बता एक नंबर कन्टेन्ट सिकर है अरे भैया यसलाई त कस्तो बेसरी हातमा लाग्छ कि मलाई त कसम यहाँ भएको यसको नाकबाट रगत निक्लिन्छ यार उडी छिप्पा थैंक यू सो मच यार कौन है यार आप थैंक यू सो मच थैंक यू कहिले देखेको भयो है थैंक यू सो मच थैंक यू ए Thank you. Yes. Thank you so much, brother. Big love. Okay. Thank you, brother. Thank you so much. तेरा है तिम्रो नाम क्यों? Guys, let's go. Okay? Thank you. Yes. Last second में नाम पर्छ Thank you so much. I love you. दाउरे के को टेन्सन हिँड्नु एलना दिदी थ्यांक यू सो मच तू त जित सके उता स्नाइप गर सिमरन दिदी थ्यांक यू एलना दिदी ला Queen, thank you so much, darling. Yes, Queen, thank you so much. This यहाँ दिदी बहिनीहरुको जो पावर Queen of her, thank you. Double thank you so much. ओए के भयो तेरो स्कोर बोल त जा 5000 पर्छु रे जा टाउको टेकेर बस जा के भनेछ अघि जा टाउको टेकेर बस यसलाई टाउको टेकाउने हो 5k गर्यो जा टाउको टेक पहिला टाउको टेक जा के भने अघि जा बढी बोल्छस् टाउको टेक यसले भने आफै भने है 5000 कट्यो भने 5000 5100 कट्यो है 100 बढी कट्यो जा अरे गरे छुनी यार गर छुनी पागल के जस्तो किन कुरा गरेको म आकुरी हाम्रो एमडीपी क्वीन अफ थ्यांक यू सो मच
थ्याङ्क यू अनि हेल्ना दिदी जा टाउगल टेक पहिला अनि मात्र गर्छु जा म न त खेलिदिनु जा टाउगल टेक झिली खेलिस् भने तेरो फेरि म अझ बोरा बिछाउँछस् त्यतिकै टेक ढुङ्गामा त्यो गाइदिनु पर्ने थ्याङ्क यू सो मच यसको त मुटु त कमी लाग्छ जत्रो पनि छ नि खुब भुक्यो होइन यो हो त्यही बस तेरो दिमाग तेरो ठिक ठाउँमा आउँछ अब हो ओइ घाटिल टेक छस् तँलाई टाउकोले टेक भनेको कि क्विन अफ हर्ट्स थ्याङ्क यू तँलाई घाटिल टेक भनेको कि टाउकोले टेक भनेको मुर्गा टाउकोमा चोट लागेछ म्याकुरी बोल्ने बेला तेरो मुखमा चोट लागेन बोल्ने बेला त बेसरी गर्छस् त नि बेसरी एउटा कुरा नसोधेर मैले एउटा बोल्दाखेरि त 100 वटा बोल्छस् त नि ए बढी नबोले म्याकुरी त नबोल क्विन अफ हर्ट्स थ्याङ्क यू सो मच थ्याङ्क यू ओइ बोल त फेरि 5000 स्कोर आयो भने तेरो फेरि म 700 भने रुख चढाउँछु भक्तलाई यसलाई म रुवाइदिन्छु कसम भेटे के थ्याङ्क यू देखिस् नि कसको सर्ट रे हेल्ना दि क्विन अफ हर्ट्स को सर्ट भेटिस् होला नि ओइ नजार मर्लस यसको दिमाग तलतिर गएको थियो के अब यसको टाउकोमा आयो आफै भनेको हामीले केही भनेको थिएन है म पनिसमेन्ट गर्छु भनेर आफै भनेको मेरो रेट 5000 हो भनेर आफै भने हो खुट्टा सिधा गर थ्याङ्क यू सो मच ओए मैले के भनेछु र साले पैसाको लागि केसम्म गर्नु पर्छ यार गिफ्टको लागि बिचारा ज्यानै हालेछ हेर्नु त ओइ मरिस कि क्या हो मरिस कि जिउडै छस् श्वास त चलिरहेछ नि तेरो ए जिउडै रहेछ चलाइरहेछ खुट्टा चलाइरहेछ जिउडै रहेछ यार अलिअलि हल्लिँदैछ होइन सास जान्छ कि भनेर हेर्नु है थ्याङ्क यू सबैजनालाई तर क्विन अफ हर्ट्सको आइडी नदेखाउँदो रहेछ ओइ दिमाग ठिक ठाउँमा आयो तेरो अब बोल त ओइ माग्नेको बेचर गर्छस् मेरो पनि बेचर नगर है त पनि माग्ने होस् म पनि माग्ने हो तर बेचर नगर्थे लाज हुन्छ माया गरेर दिनुहुन्छ भने दिनुहुन्छ माया गरेर दिनुहुन्छ भने लिने हो नत्र माग्ने होइन लाज हुन्छ एक दिनु उति दिन नभन लाज हुन्छ बिल्ला गाइस वन रोज मलाई के भन्यो कम भने यसले मलाई मैले एउटा शब्द बोल्दाखेरि 100 वटा बोलिसक्छ के यसले अनि कति चाहिँ भन्यो होला यसले मलाई गोरु जस्तो नहेर है जलगैरा हात्ती यसको हिजो के उसको 75,000 स्कोर आएको मलाई त टी सर्ट खोलेर कम बेजर गर्दै थियो ठिक्क आज हेरेस् आज तल धोबी नहाने त पख्न बुस्टर लाम्दा दिदीबहिनीहरू 5000 स्कोर कट्यो नि है को दिन पायो त यसलाई तेरो भैया आएनन् फाड़ दिन्छ नि बोला तेरो भैयाहरू बोला आ गया मेरा भैया तो फाड़ के रख देगा कता है दिन नाम सांगते ओए तेरा भैया लोग नहीं आए किधर गया भाभी के लुंगी मुनी लुक गए तेरा भैया ज्यादा मत बोल तू बोल्छु के गर्छस् त बोल्दा हुने म बोल्दैन नबोले तेरा स्कोर नहीं आया तेरा स्कोर ही नहीं आया तू बात करता है तू नेपाल में बैठ के तू नेपाली नहीं जानता तू हाँ नहीं जानता हूँ तो नेपाली नहीं जानता है को पढ्न जा बोली भाइ म तेरो बोली क्या यार थ्याङ्क यू ल सबैजनालाई जलगाइरा पक्न यस्तरी पेल्छु नि तँलाई स्कोर आउँछ त तेरो नि जुन ठाउँबाट आएको थिइस् त्यही ठाउँमा पठाइदिन्छु प कस्तो कुरो गर्छ रे कैसे बोलती है तू तेरे शर्म लाज नहीं है तेरे अंदर लाज
तेरे लाज तो हिजो तेरे इज्जत तो हिजो उतर गया था बुस्टर लामदा प्यारी लाज शर्म नहीं है तेरे अंदर, संस्कारी नहीं है तू। संस्कारी तो फुल संस्कारी है मैं घेवड़ा है साला, संस्कारी है तू, गलत बात बोलती है तू। के भनेर मैले के भने तँलाई अनि हेडिनादी ताराना नामसाङ साला पागल कमीनी। तू जा चल जब तक सुन, जब सुन, तेरा स्कोर नहीं आता चल रे भाग तेरे से जब तक तोड़ूंगा नहीं, जब तक छोड़ूंगा नहीं। मैच लगा, मैच लगा। जा म खेल्दैन तेरो र मेरो मलाई मिल्दैन जा तेरो स्कोर आउँछ के खेल्नु। बेस्ट ऑफ 3 लगा घोस्ट, वरना तुरंत ब्लॉक करूंगा साला। भाई अब लास्ट हो बेस्ट ऑफ अब लास्ट गेम हो नि तेरो नो बेस्ट ऑफ 3, बेस्ट ऑफ 3, बेस्ट ऑफ 3 लास्ट हो के। नो 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 यो मैच पछि एउटा हुन्छ। अबे 3 गेम भयो योसँग म पनि ब्लक गरिदिन्छु तँलाई त्यसले ब्लक गर्नु रे गरेर होस्। थ्याङ्क यू। के गर्नु हाम्रो त ऱ्यान्डम हो यसको त फेरि बोलाएर आउँछन् के। थ्याङ्क यू एलिना आन्टी। यसको त फेरि भैया सबै शाखा सन्तानै बोलाएर ल्याउँछ अनि के गर्नु ढोइहाल्छ एकछिन मार्छ भक्तजी थ्याङ्क यू। के सेट गाइस आएन टी सर्ट मात्रै देखाएको हेर्दै खेरै गयो बिचरा त्यत्रो टी सर्ट प्रिन्ट गरेर। बाप बाप होता है, बेटा बेटा होता है और बेटी बेटी होती है, तो साइलेंट बैठ साइलेंट। यस्तो बेला यस्तै हुन्छ साला। रुनु आर्टिस्ट की क्या हो नरो है नरो। 7 का विन है यार उसका गाइस, 7 का विन है यार। जल गइदा के 7 का विन है गाइस। नबोल है नबोल हात्ती बोल त जल हात्ती ए जल गइदा नि ह्यान्डसम हुन्छ यार यो त के भन्नु यसको। कितना ये बोल रही है यार, कोई है गाइस, कोई है यार। एक शब्द नबोल त जल गइदा गाइस कोई है नि बेसरी गाली गर्दिन क्या हो यसलाई नि ओए तँलाई मुखै छाड्दिन क्या हो मलाई मुख छाड्न आउँदैन मात्र ए घोस्ट है, ज्यादा मत बोल तू, ए ज्यादा मत बोल तू। हेर म त हाँसी रिसाउँछु नि फेरि तर मेरो बान थाहा होइन हाँसी रुवाइदिन्छु नि म त फेरि साँच्चै रुलाएर दिखा ना, रुआ कर दिखा मेरे को। अलि स्कोर आओस् न स्कोरको पर्खाइमा छु स्कोर आओस् तेरे में सुन तेरे में लोग बैठे हैं ठीक है, अगर तेरे जैसे बंदे मेरे में बैठे होते ना तो सिस्टम फाड़ देता, मैं सर्वर डाउन कर देता नेपाल का। हाँ 4 बंदे 4 फुल गाइस। थैंक यू जीवन। 3 बंदे और थैंक यू रंजित भैया। यसको अन मार हेर्नु न यसको अन मार ए गाइस 2 पूर्णा वेलकम पूर्णा दाई गाइस 2 फुल और कति बेला मलाई रुवाइदिन्छ कसम म रुन्छु होला कति बेला गाइस दुईटा गाइस 2टा फुल। सत्येंद्र थैंक यू बैड बॉय धेरै नबोलौँ न मैले फेरि उसको गिटार आएर मलाई पेल्नुसम्म पेल्छ के अनि म त रुने मात्रै शिवदाई इसको रिलीड कर दिनु ना, यो म्याकुरी को बहुत बोलिरहेछ यार, यसको साथ कुविन चाहिँ तोडिदिनु पर्छ ल। नानी बाबु कलेक्सन वेलकम गाइस लेट्स गो। यो म्याकुरी को गाइस एटिट्युड डाउन गर्नु पर्यो ल साथीहरु, मेरो दाजुभाइ तथा दिदी बहिनीहरु। गाइस लेट्स गो ल यार। गाइस यसको नानी बाबू कलेक्सन गाइस एभ्रीवन गाइस डबल यसको स्कोर हेर न यार 800 मात्रै छ गाइस। कोई छ डबल में खेलने वाला गाइस? कोई है गाइस? कोई है गाइस? कोई है क्या गाइस? कोई है गाइस? कोई है क्या? गाइस इधर अंजू प्यारी थैंक यू पहिला मेम्बरहरु प्यारी सिमरन नाना थैंक यू सो मच एभ्रीवन लेट्स गो इन डबल है। अंजू नाना थैंक यू कुलुङ दिदी थैंक यू सो मच। देखिस होला नि दिदी बहिनीहरुको जोश देखिस होला नि। बाप रे बाप सिकेको तँलाई देखिस होला नि
सिक्नुसम्म सिक्यो नि नानाहरूले देखिस होला नि दिदी बहिनीहरूको पावर सिक्नु सिक्यो नि है यसलाई गेममा त यस्तरी सिकिरहेछ भेट्यो भने कसरी सिक्छ होला केटीहरूले सब दिदी बहिनीहरूले सिकिरह साँच्ची भने तँलाई कसम दिदी बहिनीहरूको सिकाइ काफी हो देख घोस्ट तेरे को जितना उड़ना है उड़ ले जितना उड़ना है तेरे को नगर त जलाती बुस्टर लाम त प्यारीहरू बुस्टर लाम त लास्ट सिकायो यसको लास्ट सिकायो पेलेर जाम बुस्टर लाम तुमको वेलकम डोन्ट से लाइक दैट डोन्ट से कम्प्लिट गरेर यसलाई सिकेर जाम त थ्यांक यू सो मच 5K पुराउनु पर्छ कि हामीले सो लेट्स गो फ्यामिली हिरा थ्यांक यू सो मच अन्जु नाना थ्यांक यू सो मच एभ्रीवन थ्यांक यू सो मच नामसाङ थ्यांक यू 5K पुराउनु पर्ने हो तर ठीक छ अब पुग्दैन होला थ्यांक यू